हेलो एभ्रिवान, नमस्कार। सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा चाहिँ। सो आज चाहिँ म चाहिँ अहिले जापानमा आएको 2 वर्ष भयो। मैले चाहिँ डे 1 मैले नेपालबाट जापान आइसकेपछि होइन, जापानमा मैले के कामहरू गरेँ र जापानमा आउँदाखेरि चाहिँ कति खर्च लागेको थियो होइन, र जापानको मौसमदेखि लिएर होइन, जापानको कामदेखि लिएर होइन, इच एन्ड एभ्री चाहिँ मैले यो भिडियोमा चाहिँ तपाईँहरूको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। किनभने जापानमा आइसकेपछि धेरै कुराहरू चाहिँ हामी आउनुभन्दा अगाडि नै हरेक कुराहरू बुझेर आयो भने त्यो कुराहरू चाहिँ एकदमै हुन्छ नि, हामीले पछि केही कुराहरू गर्न यदि तपाईँहरू पनि जापान आउँदै हुनुहुन्छ, जापान आउने सोच बनाउनु भएको छ भने यो भिडियोहरू तपाईँहरूलाई चाहिँ एकदमै इम्पोर्टेन्ट हुनसक्छ है त। सो 4 इयर्स ब्याचलर चाहिँ नेपालमा कम्प्लिट गरिसकेपछि मलाई चाहिँ जापान आउन चाहिँ मन लाग्यो होइन। सो जापान आउँदाखेरि चाहिँ अब भाषामा आउने कि लाइक हुन्छ नि यहाँको अब युनिभर्सिटीमा आउने भन्ने कुराहरू चाहिँ अलिकति कन्फ्युजन थियो। भाषामा आउँदाखेरि चाहिँ के भइरहेको थियो भने अब लाइक N5 को पास हुनुपर्ने थियो होइन, त्यही माथि अब त्यो लाइक हुन्छ नि ठाउँहरू पनि अलग अलग हुन्थ्यो, अलिक टाढा हुन्थ्यो होइन। त्यो हिसाबले गर्दा चाहिँ भाषाभन्दा पनि होइन युनिभर्सिटीमै आउनुपर्छ होइन। युनिभर्सिटीमा आयो भने चाहिँ अब आफ्नो फर्दर मास्टर्स डिग्री पनि कम्प्लिट हुन्छ, जसले गर्दा चाहिँ फ्युचर करियरमा चाहिँ एकदमै राम्रो हुन्छ भन्ने पोजिटिभ एस्पेक्टको कारणले गर्दा चाहिँ म चाहिँ युनिभर्सिटीमा चाहिँ आएँ। र युनिभर्सिटीमा आउँदाखेरि चाहिँ के हुन्छ र कति खर्च लाग्छ भन्ने कुराहरू सेकेन्ड पार्ट भयो है त। सेकेन्ड पार्टमा चाहिँ युनिभर्सिटी आइसक्दाखेरि चाहिँ सबभन्दा मेन कुरा भनेको हामीले चाहिँ कुन कलेजमा जाने होइन, र कुनमा जाने र कति पैसा लाग्छ भन्ने कुराहरू पनि पहिला हामीले इन्भेस्टिगेट गर्नुपर्छ होइन। सो म आउने कलेजमा चाहिँ मैले आएको युनिभर्सिटीमा चाहिँ मैले चाहिँ फी चाहिँ फर्स्ट इयरको फी 8,90,000 र अर्को चाहिँ 8,50,000 समथिङ थियो है। त्यो फी चाहिँ हामीले फर्स्ट इयरको फी चाहिँ हामीले कम्प्लिटली नेपालबाट पे गरेर आउनु पर्थ्यो होइन, जुन चाहिँ 8,90,000 थियो। त्यो 8,90,000 चाहिँ हामीले नेपालबाटै ब्याङ्कमा पे गरेर चाहिँ मेरो जापानको यात्रा सुरु भयो। सो आफ्टर जापान आइसकेपछि चाहिँ के भएको थियो भनेपछि जापानमा जब ल्यान्ड भयो र नेपाल जस्तो ठाउँबाट चाहिँ जापानमा एक्कासी आउँदाखेरि जापान त अलरेडी एकदमै डेभलप छ यो ठाउँ चाहिँ होइन। सो यहाँको जुन एउटा यो क्लाइमेट हुन्छ अनि यहाँको जुन हामी चाहिँ अब यो चिसो महिनाको टाइममा आएको थियौँ होइन, लाइक भन्नाले यो सेप्टेम्बरमा आएको थियौँ। सो सेप्टेम्बरमा आउँदाखेरि चाहिँ कस्तो भएको थियो भने एकदमै चिसो स्टार्ट भइरहेको थियो, हावा चलिरहेको थियो होइन। नेपालबाट आउँदाखेरि चाहिँ एकदम गर्मी थियो, तर यहाँ आइसकेपछि चाहिँ एकदमै चिसो भएको थियो। र चिसो आइसकेपछि चाहिँ हामीलाई अलिकति चिसो फिल भयो र हामीले ज्याकेट खोलेर ज्याकेट पनि लगायौँ। जब एयरपोर्टमा झरेको थियो होइन, एयरपोर्टमा झर्दाखेरि चाहिँ के भएको थियो भने एयरपोर्टमा चाहिँ अब त्यो एक्कासी चाहिँ त्यहाँ चाहिँ इन्भाइरोमेन्ट कस्तो थियो भने एकदमै मान्छेहरू चाहिँ डिफ्रेन्ट टाइपको देखेर चाहिँ एकदमै अचम्म फिल भएको थियो क्या। सो त्यसपछि चाहिँ हामी एयरपोर्टमा झऱ्यौँ। एयरपोर्टमा झरिसकेपछि चाहिँ हामीलाई रिसिभ गर्न चाहिँ हाम्रो सरहरू आउनुभएको थियो होइन। सर आइसकेपछि हामीले चाहिँ त्यहाँबाट गाडीमा चाहिँ चढेर चाहिँ हामी चाहिँ आफ्नो रुमहरूतिर लाग्यौँ। रुमहरूतिर लागिसकेपछि रुममा बस्यौँ र डेली लाइफ जस्तो छ जापानको होइन। एक्कासी अब यहाँ आइसकेपछि के हुन्छ भने भाषाको प्रब्लम त सधैँ छ होइन, सँगसँगै यहाँको जुन इन्भाइरोमेन्टदेखि लिएर होइन अब सबै कुराहरू एकदमै डिफ्रेन्ट लाग्छ कि 1-2 दिन चाहिँ। तर पछि जाँदै एकदमै भनौँ न त्यो एज अ हुन्छ नि बानी नै बस्छ मान्छेहरूको, त्यो एज अ युजुअल नै हुन्छ। सो त्यही हो। अब आइसकेपछि अब धेरै कुराहरू अब बनाउनै पर्यो, ब्याङ्क कार्डदेखि लिएर जाइरो कार्डहरू सबै कुराहरू हामीले बनाएर सकिसकेपछि कामको लागि खोज्नलाई तनाव हुन्छ है त। काम खोज्नलाई कस्तो तनाव हुन्छ, नेपालबाट आइसकेपछि जो बाटो हुन्छ त्यो मान्छेले चाहिँ अलरेडी नै कामको बारेमा एकदमै बुझेर नै आइसकेको हुन्छ होइन। जो अलि लाटो हुन्छ त्यो मान्छेलाई चाहिँ अलिकति गाह्रो नै भइरहेको हुन्छ, किनभने काम चाहिँ कहाँ खोज्ने के गर्ने होइन। कतिपय मान्छेले 3 महिनासम्म काम नपाएको अवस्था हुनसक्छ र कतिपय मान्छेले चाहिँ आएको 1 हप्ता पनि काम लागेको हुनसक्छ। त्यो चाहिँ कस्तो केसमा हुन्छ भने जस्तै तपाईँ चाहिँ एकदमै हुन्छ नि अब एकदमै भन्नाले मान्छे चिन्नु भएको छ होइन, तपाईँ यदि आफ्नो बोलीलाई बिकाउन सक्नुहुन्छ भने तपाईँलाई काम पाउन त्यति गाह्रो चाहिँ हुँदैन। ब्याङ्कको काम तपाईँले मजाले पाउन सक्नुहुन्छ, क्यासको कामको लागि चाहिँ अलिकति धेरै त्यो मैले चाहिँ आउने बित्तिकै चाहिँ कामहरू पाएको थिएँ होइन। कामहरू पाउँदाखेरि चाहिँ मैले ब्याङ्कको काम पाएको थिएँ। मैले ब्याङ्कको काम चाहिँ अलिकति टाढा नै पाएको थिएँ फर्स्टमा चाहिँ, किन भनेपछि अब भाषा पनि थिएन। अब कोही मान्छेहरूले चाहिँ एकजना दाइले चाहिँ सेवाई गरिदिनु भएको थियो, जुन कारणबाट चाहिँ मैले काम पाएको थिएँ। अब त्यो काम चाहिँ फेरि एकदम टाढा थियो, भन्नाले 4 घन्टाको कामको लागि चाहिँ होइन 2 घन्टा जाँदा 2 घन्टा आउन लाग्थ्यो, एकदमै गाह्रो भएको थियो। त्यो कुरा अब 6 बजीबाट बेलुकी 10 बजीसम्म हुन्थ्यो, घरमा आउँदा त 12 बज्थ्यो। एकदमै दुःख गरेको होइन, लाइफ स्ट्रगल यतिसम्म गरेको कि अब त्यो कामको लागि के भन्ने। तर 6-7 महिना त्यो काम गरेँ, त्यसपछि चाहिँ त्यो काम छोडेर चाहिँ मैले आफ्नै कोठा नजिकै होइन अनि एउटा रेस्टुरेन्टमा चाहिँ काम स्टार्ट गरेँ। अब यसरी चाहिँ मेरो कामको दिनहरू चाहिँ सुरुवात भएको थियो। अनि अर्को कुरा भनेको चाहिँ अब जापानमा आइसकेपछि चाहिँ मेन कुरा इम्पोर्टेन्ट भनेको चाहिँ तपाईँले चाहिँ अब कसैले भाषा नभए पनि हुन्छ भन्छ होला, धेरैजनाले भाषा भए पनि हुन्छ भन्छ होला, तर भाषा चाहिँ जापानमा आउनुभन्दा अगाडि चाहिँ अलिकति स्टडी गरेर आउँदा चाहिँ एकदमै राम्रो हुन्छ जस्तो मलाई पनि लाग्छ र सबै तपाईँहरूलाई पनि थाहा भएको कुरा हो। किनभने यहाँ चाहिँ इङ्ग्लिस चाहिँ अलि
कमै चल्छ होइन, नेपाली त झन् कुरै नगरौँ कि नेपालीहरूसँग बोलेपछि मात्र हो होइन। सो त्यही हो, भाषा चाहिँ एकदमै पढेर आउनु होला। अब खर्चहरू भन्ने कुराहरू चाहिँ अब अलिक बेसी नै छ, किनभने यहाँ चाहिँ एकदमै महँगी छ होइन। तपाईँको रुम रेन्टदेखि लिएर ग्यास बिजुलीदेखि लिएर होइन, तपाईँको मोबाइलको बिलदेखि लिएर इच एन्ड एभ्री कुराहरू चाहिँ तपाईँहरूले सेल्फ पे गर्ने पर्ने भएकोले चाहिँ एकदमै महँगो पर्न आउँछ। सो अगाडि नै तपाईँले मेन्टालिटी बनाएर आउनु होला कि अलिक महँगो छ र त्यही अनुसार चाहिँ मैले काम पनि गर्छु होइन, र हरेक कुराहरू गरेर चाहिँ म आफ्नो लाइफ सेभ गराउँछु भनेर चाहिँ यदि तपाईँको मेन्टालिटी छ भने तपाईँ मजाले लाइफमा चाहिँ आफ्नो जिन्दगी चाहिँ जापानमा चाहिँ सर्भाइभ गर्न सक्नुहुन्छ। सो यस्तो गर्दा गर्दै कामहरू पनि गरियो होइन, नेपालबाट आएको ऋणहरू पनि अलिअलि बिस्तारै गर्दै तिर्यो होइन। गर्दा गर्दै होइन 2 वर्ष बितेको पत्तै भएन। बिहान उठेदेखि काम गएको, बेलुकी काममा होइन, पढ्यो, दिन त गएको थाहै भएन। दिन जाँदा जाँदै महिना पनि गयो, वर्ष गयो र फाइनली चाहिँ युनिभर्सिटी पनि सकियो र हामीले पास आउट भयो होइन। र पास आउट भएको दिन चाहिँ अब अलिकति खल्लो पनि लागिरहेको थियो, किनभने युनिभर्सिटी लाइफ अब चेन्ज भएर चाहिँ वर्किङ लाइफमा जानुपर्ने होइन। र यसपछिको स्ट्रगल भनेको चाहिँ फेरि अलगै छ होइन। सो यस्तै हो, मेरो 2 वर्षको लाइफ चाहिँ यसरी नै बितेको थियो जापानमा। सो तपाईँ पनि यदि जापान आउने सोच गराउनु भएको छ भने एकदमै आफूलाई चाहिँ फुल्ली प्रिपेयर्ड भएर चाहिँ आउनु होला होइन। जे कुराहरू मैले भनेको छु त्यो कुराहरू चाहिँ तपाईँहरूले चाहिँ एकदमै त्यो कुराहरू चाहिँ तपाईँहरूलाई एकदमै युजफुल हुनसक्छ होइन। सो बाँकी भिडियोमा चाहिँ मैले यस्तै टाइपको भिडियोहरू अझ पनि मैले बनाएर तपाईँहरूकोमा चाहिँ प्रस्तुत गर्नेछु। सो थ्याङ्क यू सो मच एभ्रिवान फर वाचिङ माई भिडियोज होइन। फलो गरिदिनु होला, तपाईँहरूको साथको एकदमै जरुरी छ मलाई होइन। सो किप टच होइन, मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। धन्यवाद।